युकेको भिजा लागेर पासपोर्ट पनि आइसक्यो। अब टिकटको तयारी पनि भइसक्यो। अब व्हाट्स नेक्स्ट? के चाहियो त हामीलाई? सामानहरू के कति चाहिन्छ हामीलाई यहाँ आउँदाखेरि? हामीले के बोकेर आउने यहाँनिर? यहाँ के को अभाइबिलिटी छैन जुन कुरा नेपालमा पाइन्छ, यहाँ पाइँदैन या त यहाँनिर एक्सपेन्सिभ छ। यस्तो कुराहरू मनमा तपाईँहरूको खेलाइरहेको होला र यो कुरा एकदमै स्वाभाविक हो। यो सबै यहाँ आउने मान्छेहरूको मनमा खेलाउँछ। र यदि तपाईँको यही प्रश्न लिएर तपाईँ यो भिडियोमा आउनुभएछ भने तपाईँ एकदमै राइट प्लेसमा आउनुभएको छ र आज हामी तपाईँलाई तपाईँको ओभरअल चेकलिस्टको बारेमा भन्छौँ। तपाईँहरूले के चेक गर्नुपर्ने हुन्छ यहाँ आउनुभन्दा अगाडि, के लिएर आउनुपर्ने हुन्छ, के कुराहरू छुट्यो भने तपाईँलाई अप्ठ्यारो हुनसक्छ, यथावत कुराहरूको बारेमा आज हामी चर्चा गर्दैछौँ। त्यसैले त्यो कुरालाई स्टार्ट गर्नुभन्दा पहिला मैले आफ्नो च्यानलको इन्ट्रोडक्सन दिन चाहेँ र म किरण तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँहरूको आफ्नै युट्युब च्यानल केआरके ब्लग्समा। र आज हामीहरू चाहिँ चेकलिस्टको बारेमा कुरा गर्दैछौँ, जस्तो कि हामीले अघि भर्खर कुरा गऱ्यौँ। र के कस्ता डकुमेन्ट छन् त जुन तपाईँले एकदमै छुटाउनु हुँदैन, कुन सामानहरू छन् जुन तपाईँहरूले एकदम नछुटाइकन उताबाट आउँदाखेरि यहाँ लिएरै आउनुपर्ने हुन्छ, ती सब कुराहरूको बारेमा आजको भिडियोमा हामी चर्चा गर्दैछौँ। र अब ढिला नगरिकन भिडियोलाई स्टार्ट गरौँ। अब म नम्बर वाइज त्यो कुराहरू भन्न जाँदैछु तपाईँहरूलाई के कुराहरू चाहिँ लिएरै आउनुपर्छ। र नम्बर 1मा छ तपाईँहरूको डकुमेन्ट, जुन चाहिँ तपाईँले हार्ड कपी र सफ्ट कपी दुइटै लिएर आउनुपर्ने हुन्छ। र डकुमेन्ट्सहरू चाहिँ तपाईँहरूको पासपोर्ट, भिजा, बिआरपी डिसिजन लेटर, अफर लेटर, क्यास लेटर इफ यु आर ए स्टुडेन्ट, एकाडेमिक सर्टिफिकेट्स, आइएल्स, पिटी, कुनै पनि इङ्ग्लिस टेस्ट दिनुभएको छ भने त्यो टेस्टको सर्टिफिकेट तपाईँले बोक्नै पर्ने हुन्छ। त्यसपछि तपाईँको टिभी टेस्टको सर्टिफिकेट, तपाईँको बर्थ सर्टिफिकेट, तपाईँको ड्राइभिङ लाइसेन्स र ब्याङ्क स्टेटमेन्ट, यो चिजहरू चाहिँ तपाईँले एकदमै नछुटाइकन बोक्नै पर्ने हुन्छ। र यो कुराहरू चाहिँ तपाईँसँग कहीँ पनि माग्न सक्छ, इमिग्रेसनमा होस्, चाहे तपाईँले जुन ठाउँमा आउँदै हुनुहुन्छ या त जबले आउँदै हुनुहुन्छ या त तपाईँहरू यहाँनिर पढ्न आउँदै हुनुहुन्छ भने पनि यो डकुमेन्टहरू चाहिँ तपाईँलाई एकदमै चाहिन्छ, जहाँ पनि देखाउनु पर्ने हुनसक्छ। त्यसैले गर्दाखेरि आफ्नो सेफ्टीको लागि यो डकुमेन्टहरू चाहिँ एकदम बोकेरै आउनु होला। अब सेकेन्डतर्फ लागौँ। सेकेन्डमा चाहिँ तपाईँले बेसिक मेडिसिन्सहरू जुन हुन्छ नि, त्यो बेसिक मेडिसिन्सहरू चाहिँ तपाईँले बोकेर आउनुपर्छ। र तपाईँहरूलाई यदि प्रेस्क्राइब गरेको छ कुनै डक्टरले मेडिसिन भने त्यो पनि नछुटाइकन बोक्नै पर्ने हुन्छ, त्यसैले त्यो पनि बोक्न नबिर्सिनु होला। र बेसिक मेडिसिनमा चाहिँ भन्नुपर्दा तपाईँलाई जस्तो रुगाखोकी, कमन कोल्डको भयो, फिभरको भयो, हेडेकको भयो, यथावत दबाईहरू चाहिँ तपाईँले बोक्नुपर्ने हुन्छ। तपाईँहरूलाई एसिडिटी, ग्यास्ट्रिकको प्रब्लम छ भने त्यो दबाईहरू बोक्नुपर्ने हुन्छ। अनि र मैले भनेको जस्तै तपाईँलाई कुनै प्रेस्क्राइब गरेको छ डक्टरले कुनै दबाई यो तपाईँले लिनै पर्छ भने त्यो त तपाईँले बोक्नै पर्ने भयो। त्यसैले यी सबै कुराहरू चाहिँ एकदमै मजाले चेक गर्नु होला, किनकि यहाँ मेडिसिनहरू तपाईँलाई अब इन केस अफ इमर्जेन्सी तपाईँलाई खोज्न जानु पऱ्यो भने तपाईँलाई अप्ठ्यारो हुन्छ। र यहाँ एनएचएसहरूको के छ भने तपाईँलाई सुन्नै भएको होला, तपाईँहरूलाई थाहा नै होला कि यहाँनिर अलिकति त्यो कुराहरूको लागि समय लाग्छ, हस्पिटलहरू अलिकति बिजी हुन्छ, त्यसैले गर्दाखेरि तपाईँलाई समय लाग्छ। त्यसले गर्दाखेरि तपाईँले तपाईँको आफ्नो प्रिभेन्सन इज बेटर देन क्योर भने जस्तै तपाईँहरूले आफ्नो मेडिसिनहरू, आफ्नो ख्यालहरू आफै गरेर आउनुपर्ने हुन्छ। र अब आउँ हामी नम्बर 3मा। नम्बर 3मा तपाईँहरूले लुगाहरू बोकेर आउनुपर्छ। र जब लुगाको कुरा आउँछ भने त्यतिखेर कन्फ्युजनको कुरा आउँछ कि लुगामा के बोकेर जाने। कतिले भन्छन् त्यहाँ एकदमै धेरै जाडो छ, जाडोको लुगाहरू धेरै बोकेर जानुपर्छ। मैले पनि त्यही सुनेर आएको थिएँ र यहाँ आउँदाखेरि चाहिँ गर्मी भएर होइन, मसँग एउटा पनि कटन टी सर्टहरू नभएर होइन, मलाई एकदमै अप्ठ्यारो भएको थियो। त्यसैले गर्दाखेरि आउँदाखेरि तपाईँहरूले आफ्नो लागि सबै कुरा ब्यालेन्स्ड वेमा लिएर आउनुपर्छ, किनकि गर्मी पनि हुन्छ, जाडो मात्रै पनि हुँदैन, गर्मी पनि हुन्छ, जाडो पनि हुन्छ, पानी पनि पर्छ, हरेक मौसम हुन्छ यहाँनिर। र वेदर एकदमै यहाँको अनप्रेडिक्टेबल छ। एकैछिनमा घाम लागिरहेछ भने एकैछिन पछाडि पानी पर्न थाल्छ, या त जे पनि हुनसक्छ क्या यहाँनिर मौसमको। त्यसैले गर्दाखेरि त्यो कुरालाई विचार गरेर मैले चाहिँ एउटा सानो लिस्ट बनाइदिएको छु। यो अनुसारले तपाईँहरूले लुगा बोक्नुभयो भने तपाईँहरूलाई चाहिँ एकदमै सजिलो हुन्छ। र त्यो कुराहरू चाहिँ र लुगाहरूमा तपाईँको 2 देखि 3 पिस तपाईँले हुडी बोक्नुभयो भने, अनि एउटा चाहिँ एकदम राम्रो क्वालिटीको ज्याकेट बोक्नु पऱ्यो, जुन चाहिँ तपाईँलाई एकदम पानी सानी पर्दाखेरि पनि नभिजाउने खालको वाटरप्रुफ र तपाईँको विन्डप्रुफ हुनै पऱ्यो होइन।
अर्को भित्र लाउने थर्मोकोटहरू हुन्छ नि त्यो थर्मल भेस्टहरू चाहिँ थर्मल ट्राउजरहरू तपाईँहरूले बोकेर आउनुपऱ्यो। थर्मल भेस्ट र ट्राउजर चाहिँ तपाईँलाई भित्रबाट लगाइ नै राख्नुपर्ने हुन्छ, किनकि कतिखेर क्लाइमेट चेन्ज हुन्छ, कतिखेर चिसो हावा चल्न थाल्छ, त्यो केही पनि यहाँनिर पत्तै हुँदैन। त्यसैले गर्दाखेरि त्यो ल्याउनु भयो भने चाहिँ तपाईँलाई अलिकति 2-3वटा ज्यादै ल्याउँदा पनि केही फरक पर्दैन। त्यो चाहिँ बोकेरै आउनु होला। अनि त्यसपछि तपाईँहरूको क्याजुअल वेयरको जुन लुगाहरू हुन्छ, क्याजुअली लाउने त्यो लुगाहरू पनि बोकेर आउनु होला, होइन? र स्लिप वेयर्सहरू तपाईँले नाइट ड्रेसहरू लाउने गर्नुभएको छ भने नाइट ड्रेसहरू लगाएर, जुन मान्छेहरूको बानी हुन्छ नि नाइट ड्रेस लाएर सुत्ने, अनि त्यस्तो मान्छेहरूले चाहिँ नाइट ड्रेस लिएर आयो अनि कम्फर्टेबली लाएर सुत्न चाहिँ पायो। त्यसरी नाइट ड्रेसहरू 1-2 पिस लिएर आउँदाखेरि अनि धेरै धेरै बर्डन चाहिँ बोक्नु पर्दैन कपडाको, किनकि लुगाहरू त्यस्तो महँगो यहाँ पनि छैन। तपाईँलाई एकदमै आवश्यक पऱ्यो भने तपाईँले यहाँ पनि किन्न सक्नुहुन्छ। तर के हुन्छ भने आउने बित्तिकै हामीहरूले त्यो माइन्डसेट बनाएर आउनु हुँदैन कि मैले यहाँनिर आएर किन्छु भनेर, किनकि हामीलाई सबभन्दा बढी आवश्यकता यहाँ लुगाको भन्दा पनि, अरू कुराको भन्दा पनि सबैभन्दा इम्पोर्टेन्ट चिज यहाँनिर पैसा हुन्छ। हामीलाई सुरुमा पैसा जोगाउनु पर्ने हुन्छ। त्यसैले गर्दाखेरि जति कुराहरू एसेन्सियल छ त्यति कुरा चाहिँ त्यहीँबाट बोकेर आएको ठिक हुन्छ। अनि तपाईँहरूले सुज पनि लिएर आउनुपर्ने हुन्छ कम्फर्टेबलमा। एउटा क्याजुअल युज गर्नलाई स्लिपर्सहरू लिएर आउँदा हुन्छ, एउटा फर्मल सुज लिएर आउँदा हुन्छ, र एउटा निकै नै हिँड्ने र एउटा ड्युरेबल टाइपको तपाईँको स्पोर्ट्स सुज पनि तपाईँहरूलाई चाहिन्छ। त्यसैले किनकि यहाँ आइसके पछाडि तपाईँलाई हिँडाइको महत्त्व थाहा हुन्छ र यहाँनिर तपाईँहरू निकै नै हिँड्नुपर्नेछ। त्यसैले हिँड्ने व्यवस्था चाहिँ राम्रोसँग गरेर आउनु होला। र 6 नम्बरमा चाहिँ एसेन्सियल नेपाली स्पाइसेसहरू तपाईँले यहाँनिर आएर मिस गर्नुहुन्छ, किनकि यहाँ प्लेन फुडहरू प्रायः जस्तो हुन्छ। धेरै स्पाइसी खानाहरू या त धेरै मरमसला हालेको खानाहरू हुँदैन, होइन? तपाईँले त्यो कुरा मिस गर्नुहुन्छ भने चाहिँ तपाईँले उहाँबाटै लिएर आउनुपर्ने हुन्छ। जस्तो कि तपाईँहरूलाई टिमुर भयो, ज्वानो, जिरा र नेपाली मिक्स मसलाहरू जुन चाहिँ सबैले लिएर आउँछ, त्यो कुराहरू चाहिँ लिएरै आउनु होला। र अर्को एसेन्सियल कुरा भनेको तपाईँले ड्राई स्न्याक्सहरू जुन हुन्छ त्यो पनि लिएर आउनुपर्ने हुन्छ। ड्राई स्न्याक्समा तपाईँलाई वाइवाई चाउचाउ, जसको सबैभन्दा बढी क्रेभिङ हुन्छ हामी नेपालीहरूलाई, होइन? अहिले त झन् नयाँ करेन्ट, टुपियम, यथावत चाउचाउहरू कुन कुन आइसकेको छ, होइन, मार्केटमा। त्यो कुराहरू यहाँनिर पाइँदैन। पाइए पनि अलिकति महँगो पर्छ, किनकि नेपालदेखि युकेको ट्रान्सपोर्ट अलिकति महँगो छ, किनकि हामीहरूको ल्यान्डलक कन्ट्री भएकोले गर्दाखेरि हामीहरूकोमा कुनै पनि चिप सिपिङ छैन। त्यसैले गर्दाखेरि तपाईँले उतैबाट वाइवाई चाउचाउ भयो, गुन्द्रुक भयो, अनि अर्को इम्पोर्टेन्ट कुरा भनेको तपाईँको चियाहरू खाने बानी छ भने चियाहरूको मसला भयो, तपाईँहरूले त्यहीँबाट लिएर आउनुभयो भने चाहिँ तपाईँहरूलाई एकदमै सजिलो हुन्छ यहाँनिर। अर्को 8औं नम्बरमा सबैभन्दा इम्पोर्टेन्ट चिज तपाईँहरूलाई यहाँ चाहिने नै भनेको ल्यापटप, किनकि यहाँ आउने बित्तिकै तपाईँहरूले आफ्नो असाइनमेन्ट्सहरू गर्नुपर्ने हुन्छ। यदि तपाईँ स्टुडेन्ट हो या त तपाईँ वर्किङ प्रोफेसनल हो भने पनि तपाईँहरूलाई त्यो ल्यापटप्सहरूको एसेन्सियल एकदमै धेरै जरुरी पर्न जान्छ, होइन? सबै कामहरू गर्नुपर्ने हुन्छ ल्यापटपमा, किनकि यहाँ पेपर वर्कभन्दा पनि ज्यादा डिजिटल वर्क नै हुन्छ र त्यो ल्यापटपहरू चाहिँ तपाईँहरूलाई एकदमै चाहिन्छ। त्यसैले गर्दाखेरि चाहिँ ल्यापटप चाहिँ बोक्न नबिर्सिनु होला, किनकि यहाँनिर इलेक्ट्रोनिक्सहरू पनि क्वाइट एक्सपेन्सिभ लाग्यो मलाई चाहिँ, होइन? कति कुरा सस्तो पनि होला, तर मलाई चाहिँ अलिकति एक्सपेन्सिभ लागेको हुनाले ल्यापटपहरू चाहिँ तपाईँहरूले उतैबाट ल्यापटप, पेन ड्राइभ, अनि तपाईँहरूलाई जे कुराहरू चाहिन्छ, डेटा केबल, ओटिजी, त्यो सबै लिएर आउनुभयो भने चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ। अनि अर्को कुरा 9 नम्बरमा छ तपाईँहरूको युनिभर्सल एडाप्टर। युनिभर्सल एडाप्टर लिएर आउनु होला आउँदाखेरि, किनकि यहाँनिर तपाईँहरूको प्लग बोर्डहरू डिफ्रेन्ट हुन्छ, होइन? युरोपको प्लग बोर्डहरू हुन्छ, जसले गर्दाखेरि हामीहरूको त्यो राउन्डवाला चल्दैन यहाँनिर। त्यसैले गर्दाखेरि तपाईँले टाइप जीको एडाप्टर ल्याउनु भयो भने चाहिँ तपाईँहरूलाई चार्ज गर्न, यताउता गर्न सबै कुरामा सजिलो हुन्छ। र अर्को 10औं नम्बरमा चाहिँ तपाईँको छ अनलक्ड मोबाइल फोन चाहिँ लिएर आउनुपर्ने हुन्छ। मोबाइलहरू कति कन्ट्री लक भएको हुन्छ, त्यो फोनहरूलाई चाहिँ अनलक गरेर तपाईँले यहाँनिर लिएर आउनुपर्ने हुन्छ। र त्यो कुरा आफैले पनि चेक गरेर आउनु कि यहाँ आइसके पछाडि तपाईँलाई अभर नपारोस्, किनकि त्यो एकदमै धेरै एसेन्सियल चिज हो। र अर्को कुरा, र यो कुरा एसेन्सियल पनि त्यति नै छ र अप्ठ्यारो पनि त्यति नै छ, किनकि मलाई पनि यो काममा एकदमै धेरै अप्ठ्यारो भएको थियो, जुन चाहिँ तपाईँलाई एक्सचेन्जमा हो। तपाईँलाई मनीहरू चाहिँ 200 देखि 300 पाउन्ड चाहिँ तपाईँले क्यास इन ह्यान्ड लिएरै आउनुपर्ने हुन्छ, किनकि तपाईँलाई एकदमै आवश्यकता पर्छ त्यसको। बाहिर खानुपर्ने हुनसक्छ, कहिलेकाहीँ फ्लाइट डिलेज भयो, केही भयो भने तपाईँहरूलाई त्यहाँनिर खानालाई पैसा हुँदैन, नत्र
अनि मैले आउँदाखेरि चाहिँ डलर्स बोकेर आएको थिएँ। मलाई एकदमै अप्ठ्यारो भएको थियो। म आउने बित्तिकै एकदमै म्याक्सिमम् एक्सचेन्ज रेट दिएर मैले चेन्ज गर्नु परेको थियो र त्यो कुरा तपाईँहरूसँग नहोस् भनेर चाहिँ मैले यो कुरा रेकमेन्ड गर्छु कि तपाईँले जतिसक्दो 200-300 जिबिपी जति चेन्ज गराएर पाउन्ड्समा लिएर आउनुभयो भने चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ। तपाईँहरूको इमर्जेन्सी फन्ड तपाईँहरूको हातमा रहिरहन्छ। त्यो चाहिँ तपाईँहरूले नबिर्सिकन ल्याउनै पर्ने हुन्छ। र 12 नम्बरमा चाहिँ मैले राखेको छु तपाईँहरूले बेडसिटहरू, लाइट बेडसिटहरू हुन्छ नि, त्यो चाहिँ बोकेर आउनु होला। तपाईँहरूको सिरानीको खोलहरू बोकेर आउनु होला, किनकि तपाईँहरूलाई यहाँनिर आउँदाखेरि अलिकति सजिलो हुन्छ। वासेबल होइन, वास गर्ने खालको 1-2वटा 3 पिस बोकेर आउनुभयो भने विकली तपाईँहरू काम गर्नुभयो भने तपाईँलाई वास गर्न, यताउता गर्न सजिलो हुन्छ र फेरफार गर्न पनि सजिलो हुन्छ। त्यसैले त्यो पनि 1-2वटा बोकेर आउनु, त्यति हेभी त हुँदैन त्यो चिजहरू। र यो सबै गर्दा गर्दै फेरि आफ्नो ब्यागेजको वेट र आफ्नो टिकटमा आफ्नो लिमिट चेक गर्न चाहिँ नबिर्सिनु होला। त्यो पनि एकदमै एसेन्सियल हो, त्यो चेक गर्नु होला। किनकि यदि तपाईँलाई अलिकति पनि बढी भयो भने त्यहाँनिर तपाईँको केजीकै तपाईँको कति 4-5 हज़ार 6 हज़ार लिइदिन्छ एयरपोर्टले। त्यसैले गर्दाखेरि यो कुराहरू चाहिँ एकदम विचार गर्नु होला र क्यालकुलेट गरेर नापेर अनि मात्रै सामान लिएर जानु होला। र केही कुरा भयो भने तलमाथि वेटमा त्यो कुराहरूलाई चाहिँ त्यहीँ घरबाटै के कुराहरू एक्सक्लुड गर्न मिल्छ, के कुरा घटाउन मिल्छ हेरेर तपाईँहरूले त्यहीँबाट घटाएर आउनुपर्ने हुन्छ। नभए तपाईँलाई एयरपोर्टमा आएर बिचल्ली हुन्छ। र अर्को यो चाहिँ 13 नम्बरको पासपोर्ट साइज फोटो। पासपोर्ट साइज फोटो चाहिँ त्यहाँनिर यहाँ यति साह्रो युज चाहिँ हुँदैन युकेमा। त्यही पनि किनकि यहाँनिर सबै कुरा क्यामेराबाटै डिजिटली गरिहाल्छ होइन। तैपनि तपाईँले बोकिराख्नु भयो भने कहिलेकाहीँ तपाईँलाई एसेन्सियल भएको बेलामा, चाहिएको बेलामा कतै माग्यो भने या त स्क्यान गराउनु पऱ्यो भने तपाईँलाई त्यो कुरा बोकिराख्दाखेरि सजिलो भयो। त्यसैले 12 पिस 14 पिस बोकेर आउँदाखेरि सजिलो हुन्छ आफूलाई पनि। र म अब एकदमै एसेन्सियल कुरा गर्न जाँदैछु, जुन कुरा चाहिँ तपाईँहरूको प्रिस्क्रिप्सनबाट पर्छ। तपाईँहरूलाई यदि कुनै तपाईँले ग्लासेसहरू प्रिस्क्राइब गरेको छ भने डक्टरले 15 नम्बरमा त्यो ग्लासहरू चाहिँ ल्याउन नबिर्सिनु होला। किनकि यहाँनिर तपाईँले आँखा चेकअप गराएको एक्स्ट्रा पैसा तिर्नुपर्छ र त्यो पैसा तपाईँले जोगाउनको लागि तपाईँले त्यहाँबाट तपाईँलाई जे प्रिस्क्राइब गरेको छ त्यो कुराहरू चाहिँ तपाईँले नबिर्सिकन त यहाँनिर लिएरै आउनुपर्ने हुन्छ। किनकि इनिसियली मैले भने नि तपाईँहरूलाई जति सक्दो तपाईँले पैसा बचाउन सक्नुभयो सुरुमा त्यति सजिलो हो तपाईँहरूकै लागि। किनकि सेभिङहरू द पेनी यु हेभ सेभड इज द पेनी यु हेभ अर्न्ड, त्यही कुरा इम्प्लिमेन्ट हुन्छ। किनकि यहाँ हाम्रो पछाडि कोही पनि हुँदैन, जति कुरा गर्छौँ हामीले आफै रेस्पोन्सिबल भएर गर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि त्यो कुरा चाहिँ नबिर्सिकन गर्नु होला र प्रिस्क्राइब गरेको चस्मा, लेन्स जे छ तपाईँसँग त्यो कुरा चाहिँ तपाईँले लिएरै आउनु होला आउँदाखेरि। र अर्को कुरा 15 नम्बरको, 15 नम्बरमा चाहिँ मैले राखेको छु कन्ट्याक्ट नम्बर रिटन अन अ पेपर। यदि तपाईँ आउँदै हुनुहुन्छ भने तपाईँले सबै कन्ट्याक्ट नम्बरहरू जुन जुन तपाईँलाई एसेन्सियल छ तिनीहरूको कन्ट्याक्ट नम्बरहरू सबै आफ्नो एउटा पेपरमा लेखेर ल्याउनु भयो भने चाहिँ, डायरीमा लेखेर ल्याउनु भयो भने चाहिँ त्यो तपाईँहरूलाई एकदमै सजिलो हुन्छ। किनकि फोनको भर पर्न सकिँदैन, किनकि फ्लाइट टाइम के हुन्छ होइन, कहिलेकाहीँ फ्लाइट छुटिदिन्छ। किनकि म आउँदाखेरि टर्कीमा मेरो फ्लाइट छुटेर म भोलिपल्ट मात्र यहाँ आइपुगेको थिएँ र टर्कीमा मैले जतिखेर राति बस्नु पऱ्यो त्यतिखेर म त त्यही फर्मुलामा हिँडिरहेको थिएँ कि मलाई सेभ गर्नु छ पैसा। त्यसैले गर्दाखेरि मैले कतै पनि खर्च नगरिकन एयरपोर्टमै बसेर होइन रातभरि बसेर भोलिपल्टको फ्लाइटमा मैले आएको हो। त्यसैले गर्दाखेरि तपाईँहरूलाई पनि त्यस्तो परिस्थिति नआउला भन्न सकिन्न। त्यसैले गर्दाखेरि तपाईँहरूले आफ्नो एउटा सेफ्टीको लागि डायरीमा नम्बर्सहरू टिपिराख्नुभयो भने चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ। किनकि फोनको भर हुँदैन, चार्ज कहाँ गएर गर्ने, के गर्ने, अर्काको देशमा हामीलाई केही पनि थाहा हुँदैन। त्यसैले गर्दाखेरि यो कुराहरू चाहिँ एकदमै धेरै जरुरी कुरा हो र यो कुराहरूलाई चाहिँ एकदमै नोट गरेर राख्नु होला र यो कुराहरूलाई विचार गरेर आउनु होला। र तपाईँहरूले मलाई निकै नै साथ दिनुभएको छ, भिडियो हेरिदिँदै हुनुहुन्छ, त्यसको लागि म तपाईँहरूलाई एकदमै हृदयबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन। र आगामी दिनहरूमा पनि म तपाईँहरूको लागि यस्तै भिडियोहरू लिएर आउनेछु। त्यसैले गर्दाखेरि मेरो च्यानललाई तपाईँले सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनमा क्लिक गर्नुहोला र नयाँ भिडियो आउने बित्तिकै सबैभन्दा अगाडि नोटिफिकेसन तपाईँकोमा आउँछ र तपाईँले त्यो भिडियोलाई इन्जोय गर्न सक्नुहुन्छ। र आजको भिडियोमा मैले यही सबै कुराहरू तपाईँहरूलाई जानकारी दिन आएको थिएँ र आजको लागि मसँग यति नै भन्न थियो। त्यसैले अर्को भिडियोसम्मको लागि मलाई बिदा दिनुहोस्। धन्यवाद। Thank you so much for watching till the end. Thank you for your patience and time.